महिलाले मात्रै गर्नुपर्ने, सबै पुरुष चाहिँ बाहिर निस्किने, पुरुषहरूले मात्रै बढी फ्रिडम थियो, स्वतन्त्र थियो, महिलाहरूलाई स्वतन्त्रता थिएन। अहिले हामीले यस्तो कार्यक्रम गर्नलाई पनि पहिला जस्तो दिँदैनन् होला है, कहाँ त्यहाँ गएर राम्री साम्री भन्ने हो, तिमीहरू चाम्री भएरै बस भन्थ्यो होला, राम्री भन्ने है, त यतिकै ठिक भन्थ्यो होला। त्यस कारण अहिले त्यो छैन त्यो जमाना। अहिले त अगाडि अझ यो नगरपालिका त हामीले कार्यक्रम गर्दा महिला दिदीबहिनीहरू पुरुषभन्दा अगाडि देख्छु मैले यसलाई। ल अहिले तपाईँहरू अन्दाज गर्नु त, महिला दिदीबहिनीलाई भन्दा पुरुष बलले कार्यक्रम लगाए मलाई एउटा देखाउनु त, पुरुष कार्यक्रम छ अरे भनेर देखाउँछ एउटै सबै महिला दिदीबहिनीहरूको कार्यक्रम। महिला दिदीबहिनी अगाडि अब कानुन सिकाउने, अधिकार सिकाउने, आत्मनिर्भर हुन सक्ने तालिम दिने, धेरैभन्दा धेरै कार्यक्रमहरू महिला दिदीबहिनीहरूलाई नै छ। पुरुषहरूलाई त त्यो जस्तो कार्यक्रमहरूमा खेलकुद सेलकुद राखेको छ, त्यही पनि महिला त्यही पनि महिलाहरू पनि जोडेर खेलिहाल्यो हुन्छ। त्यस कारण यो कार्यक्रम चाहिँ एउटा राम्रो पनि छ। यो निशा बहिनी लगाएको थियो, चन्द्रबेलादेखि अध्यक्षज्यूहरूलाई धन्यवाद दिन चाहन्छु र मलाई पनि अरूको कार्यक्रममा पनि जानुपर्ने। आज यो अफिसमा पनि धेरै कुरा हुन्छ, यहाँ उपेन्द्रज्यू पनि हुनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद प्रशिक्षण दिनुभयो र यस्तो कार्यक्रमहरू नगरपालिकाले महिला दिदीबहिनीहरूलाई अगाडि बढ्नलाई अझ पनि यस्तो कार्यक्रमहरू हामीसँग छ। तपाईँहरूले यस्तो कार्यक्रमहरू अगाडि बढ्नु र समाजमा एउटा महिला भनेपछि ओहो हामी चाहिँ गोरेश्वर नगरपालिकाको महिला हो भन्ने चाहिँ बन्न पर्यो। किन भन्दा हामी चाहिँ एकदम स्वतन्त्र छौँ है, त्यहाँको जनप्रतिनिधिहरू, त्यहाँको मेयर उपमेयरहरू चाहिँ एकदम महिलाहरूप्रति महिलाहरूलाई समान हुनुपर्छ, महिला र पुरुषलाई समान हुनुपर्छ भन्ने मेरो त व्यक्तिगत धारणै हो। व्यक्तिगतै अझ हामीले त महिलालाई अगाडि बढाएपछि समृद्धि हुन्छ, विकास हुन्छ भन्छौँ। पुरुषलाई मात्रै, महिला र पुरुषले नै घरमा दुवैजनाले कमाइ गऱ्यो भने त्यो कति फरक पर्छ भन्नु त, त्यो घर बराबर अधिकार भयो भने कति फरक पर्छ भन्नु त। त्यस कारण सबैलाई बराबर अधिकार हुनु पऱ्यो, सबैले समान हुनु पऱ्यो भन्ने चाहिँ नगरपालिका उद्देश्य हो भन्दै यो आजको यो कार्यक्रमको सफलताको शुभकामनाले भने मेरो भनाइ टुङ्गो छु। नमस्कार, धन्यवाद।